प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा भएका त्रुटिहरू तत्काल सच्याउन सरकारलाई निर्देशन दिएका छन्। मङ्गलबार 15 मिनेट स्थगित भई बसेको प्रतिनिधि सभा बैठकमा उनले शहरी विकास मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका बजेट पुस्तिकामा केही त्रुटि भएको उल्लेख गर्दै सच्याउन निर्देशन दिएका हुन्। यसअघि बसेको बैठकमा एमालेका सांसदहरूले लुम्बिनी प्रदेशको नाम नराखी प्रदेश 5 राखेर शहरी विकास मन्त्रालयको विनियोजन शीर्षक छलफलका लागि आएको भन्दै त्यसलाई नसच्याएसम्म छलफल अघि बढ्न नदिने अडान लिएका थिए। सभामुख घिमिरेले भने, हामी विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफलमा छौँ। सम्बन्धित मन्त्रालयहरूबाट वार्षिक रूपमा सम्पादन हुने कार्यक्रम समावेश पुस्तिका उल्लेखित केही विषय खास गरी प्रदेश सभाबाट पारित प्रदेशको नाम उल्लेख हुनुपर्नेमा सो नभएको विषयमा ध्यानाकर्षण सहित सच्याउनका लागि यसअघि निर्देशन भइसकेको छ। साथै त्यस्ता त्रुटिहरू भएमा तत्काल सच्याउन म पुनः निर्देशन गर्दछु। त्यसैगरी सभाको आजको सूचीमा रहेको शहरी विकास मन्त्रालय अन्तर्गत वार्षिक रूपमा सम्पादन हुने कार्यक्रमहरूको शीर्षकहरूमा प्रदेशको नाम हुनुपर्नेमा अङ्क उल्लेख भएको र यस विषयमा माननीय सदस्यहरूले प्रश्न उठाइसके पश्चात माननीय मन्त्रीले सदनलाई जानकारी गराउँदै सच्याउने प्रतिबद्धता समेत व्यक्त गरिसक्नु भएको अङ्कको सट्टा प्रदेशको नाम राखी आवश्यकता अनुसार सुधार गर्न म सम्बन्धित मन्त्रालयलाई आदेश गर्दछु। एमाले सांसदहरूले अवरोध गरेपछि यसअघि बसेको प्रतिनिधि सभा बैठकमा शहरी विकास मन्त्री सीता गुरुङले सो विनियोजन शीर्षकमा केही त्रुटि भए सच्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। सुदूरपश्चिम सरकारका मन्त्री चढेको गाडी बझाङमा दुर्घटना परेको छ। सुदूरपश्चिम सरकारका अन्तरिम मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह चढेको सुपप्र 01001 ज 480 नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा केदारस्यौँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी 50 मिटर तल कालङ्गा खोला किनारमा फसेको हो। दुर्घटनामा परि मन्त्री सिंह सहित 4 जना घाइते भएका छन्। खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्यु गाउँपालिका 1 देउरा स्थित ऋतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी 3 जनाको रायले प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भइरहेको छ। दुर्घटनामा मन्त्री सिंहकी पत्नी अमृता सिंह, चालक धर्मराज जोशी, पिएसओ प्रहरी सहायक हवलदार दीपक भण्डारी र जयादेवी सिंह घाइते भएको प्रहरी चौकी रायले जनाएको छ। घटनाबारे थप विवरण आउन भने बाँकी रहेको छ। नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व मन्त्री बसमान पुनले नेपालले भू राजनीतिक संवेदनशीलतालाई ध्यानमा राखेर कूटनीतिक सम्बन्ध अघि बढाउनु पर्ने बताएका छन्। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा मङ्गलबार बोल्दै पुनले अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा कूटनीतिक परिपक्वता र दूरदर्शिता देखाउन नसके नेपालले अहिलेको भन्दा असहज परिस्थितिको सामना गर्नुपर्ने स्थिति आउने उल्लेख गरे। कूटनीतिक सम्बन्धबारे सत्तापक्ष र प्रतिपक्ष बीच समान धारणा हुनुपर्ने उनले बताएका हुन्। हामी भू राजनीतिक जटिलताका सामना गरिरहेका छौँ। पुनले भने, कूटनीतिक सम्बन्ध सञ्चालन गर्दा राष्ट्रहितलाई प्राथमिकतामा राख्नुपर्छ। राष्ट्रिय स्वार्थलाई गौण बनाएर दलगत स्वार्थमा चल्दा हामी अप्ठ्यारोमा पर्ने स्थिति रहेको बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा प्रथम महिला बारे जवाफ दिने दायित्व परराष्ट्र मन्त्रालयको भएको उल्लेख गरे। उनले राष्ट्र प्रमुख र सरकार प्रमुखको विदेश भ्रमणका समयमा कसलाई प्रथम महिला मान्ने र कसलाई नमान्ने भन्ने बारे स्पष्ट नीति हुनुपर्ने र परराष्ट्र मन्त्रालयले त्यसमा अग्रसरता देखाउनु पर्ने उल्लेख गरे। श्रीमती नहुँदा सरकार प्रमुख र राष्ट्र प्रमुखले छोरीलाई प्रथम महिलाका रूपमा लाने प्रचलन पहिलादेखि नै चलिआएको हो। उनले भने, यसो गर्न मिल्ने कि नमिल्ने भन्ने बारे स्पष्ट धारणा बनाइएको भए प्रधानमन्त्रीको भ्रमणमा विवाद हुने नै थिएन। नागरिकता समस्या समाधानको माग गर्दै आमरण अनसन बसेका माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्मा अस्पताल भर्ना भएका छन्। 5 दिनदेखि माइती घर मण्डलामा आमरण अनसन बस्दै आएका नेता शर्माको स्वास्थ्य अवस्था बिग्रदै गएपछि रातिदेखि वीर अस्पतालमा भर्ना भएको हो। शर्माकी श्रीमती इन्दु शर्माले राति सुगर र प्लेटलेस बढेपछि सरकार पक्षले नै अस्पताल भर्ना गराएको बताइन्। उनले प्लेटलेस अलिअलि सुधार आए पनि सुगर कन्ट्रोलमा नआएको बताइन्। नेता शर्मा अझै आमरण अनसनमा नै छन्। डाक्टरले मुखबाट खाना खानका लागि आग्रह गरे पनि नेता शर्माले आफू आमरण अनसनमा बसेको कारण माग पूरा नभएसम्म खाना नखाने अडान लिएका छन्। डिस्चार्ज भएमा पुनः माइती घरमा नै गएर अनसन बस्ने उनको तयारी रहेको छ। माइती घरमा अनसन बस्दै आएका शर्मालाई त्यहाँ टेन्ट बनाएर दिएन। पानीमा रुच्दै भिज्दै अनसनलाई निरन्तरता दिँदै आएका कारण झन् बिरामी परेको श्रीमती शर्माले बताइन्। संसदबाट पारित नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको छ। तर सर्वोच्च अदालतमा त्यस विरुद्ध परेको रिटमा सुनवाई हुँदा अदालतले मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। त्यसपछि नेता शर्माले माइती घरमा आमरण अनसन सुरु गरेका थिए।